साथमा हुनुहुन्छ अहिले शशि मेरो साथमा हुनुहुन्छ उपकार बहुद्देश्य सहकारी संस्था लिमिटेडका कर्जा अधिकृत शशि प्रसाद आचार्यज्यू। म मेरो सोधपत्रमा शशिजीलाई केही प्रश्नहरू गर्नेछु। विशेष गरी सहकारीमा सूचनाको हक केलाई हामी जान्दछौँ र सहकारीमा सूचनाको हकको कार्यान्वयनको अवस्था कस्तो छ भन्ने विषयलाई जोडेर उहाँले आफ्नो भनाइ राखिदिनुहुनेछ। त्यसको लागि म उहाँलाई विनम्र अनुरोध गर्दछु। धन्यवाद मिलन सर। उहाँले आफ्नो सोधपत्रको लागि एउटा प्रश्न दिनुभएको थियो, जिज्ञासा दिनुभएको थियो। त्यसको लागि म केही कुरा भन्न गइरहेको छु। विशेष गरेर सहकारीमा सूचनाको हक विषयमा चलन चल्तीमा त्यसरी आएको चाहिँ देखिँदैन। सूचनाको हकको विषयमा जानकारी भए तापनि सहकारीहरूले त्यो खालको पालना गरेको चाहिँ देखिँदैन। सहकारीहरूमा सूचनाको हक सम्बन्धी त्यति धेरै व्यापक रूपमा जानकारी पनि देखिँदैन। तर सूचनाको हक एउटा संविधानमा भएका हकहरू जस्तै गरेर सहकारीका बारेमा जानकारी प्राप्त गर्नु, सहकारीमा भएका ऋणका बारेमा जानकारी प्राप्त गर्नु, सहकारीमा भएका सम्पूर्ण क्रियाकलापहरूको जानकारी सदस्यहरू प्राप्त गर्नु र उहाँले सूचना मागे अनुसारको सूचना प्राप्त गर्नु नै सूचनाको हक जस्तो लाग्छ मलाई पनि। तर पनि भए तापनि सहकारीहरूमा त्यसरी त्यस्तो अभ्यास भएको, त्यसरी सूचना माग्न गएको र सूचनालाई प्रभावकारी तरिकाले सहकारीहरूले उपलब्ध गराएको खासै देखिँदैन। तर सामान्यतया साधारण सभाबाट, सूचना पत्र पत्रिकाबाट र बुलेटहरूबाट अनि व्यक्तिगत जिज्ञासाहरूबाट सूचनाहरू प्राप्त गरेको चाहिँ देखिन्छ। तर आधिकारिक रूपमा एउटा विधिवत रूपमा एउटा नियमसङ्गत रूपमा सहकारीहरूको भएका भित्रका कुराहरूलाई खुलम रूपमा प्राप्त गर्न नसकेको अवस्था छ र त्यो अभ्यास पनि हामीले नगरेको अवस्था हो। हामीले त्यसरी यो खालको सदस्यहरूलाई जागरुक बनाएर उहाँहरूको इच्छा चाहना र संस्थाको अवस्थाको बारेमा सचेत गराउनको लागि त्यो खालको तालिमहरू, एवारनेस कार्यक्रमहरू सञ्चालन गर्न सकेको भए र हामी पनि नियमसङ्गत रूपमा सूचनाको हकलाई महत्त्व दिएर अगाडि बढाउन सकेको भए अझ पनि हामी सुसूचित हुन्थ्यो होला सहकारीहरू। अनि सहकारीहरूले पनि त्यो खालको समयमै सूचनाहरू दिन सकेको खण्डमा सदस्यहरू पनि जागरुक हुनुहुन्थ्यो होला र त्यही विविध कारणले गर्दा के यसमा थोरै ग्याप चाहिँ देखिन्छ। त्यही कारणले पनि अलि विषम समस्याहरू सहकारीहरूमा सूचनाको सही रूपमा प्रदान नहुँदा, जानकारी नहुँदा, सूचना प्राप्त सदस्यहरूले सूचना प्राप्त नगर्दाखेरि संस्थामा भएका तमाम समस्याहरू हल हुनबाट वञ्चित भएका छन्। ठुला समस्याहरूलाई पन्छाउन अलिकति अप्ठ्यारो भइरहेको छ र अन्तर्क्रिया गर्न पनि त्यो खालको अवस्था देखिया छैन। तैपनि सामान्यतया सदस्यहरू सहकारीहरूले साधारण सभा मार्फत र आफ्नो बोर्ड सूचना पार्टीहरूमा संस्थाको मासिक रिपोर्टहरू टाँसेर भए पनि सूचना दिइरहेको अवस्था चाहिँ देखिन्छ।